रेडी होला ल रेडी ल आज चाहिँ हामीहरू चाहिँ अब आज ट्याक्क ट्याक्क 12:35 जुलाई 12 सन्डे आइतबारको दिन आइतबारको दिन 25 तारिक तर बिफ स्याबले त खान्न होला मनी किनौँ न पर पिस कति खान्छ दुईटा जति मनी किनौँ न 10 रुपियाँको दुईटा बेच्नु 10 रुपियाँ दुईटा है बरु मासु चाहिँ बरु टना हाल्नु ठुल्ठुलो बनाउनु हुन्छ कहिले ल्याएर 25 तारिक भने कहिले सन्डे हामी जस्ट कुबेर दाइको घरमा ढिँडो र मासु सो हाम्रो अहिले चाहिँ हामी कहाँ जाँदैछौँ अब चाहिँ हामी आज हाम्रो प्लान भनेको सानो एउटा छोटो एउटा भिडियो बनाउने भिडियो बनाएर चाहिँ अपलोड गर्ने प्लान हो सानो भ्लग बनाएर र त्यस दौरान चाहिँ हामीहरू अहिले चाहिँ वाइनामा चाहिँ अब लन्च गरेर हामी चाहिँ मुभी हेर्न गइरहेछौँ 4D मुभी रकको डोइन जन्सनको मोना फिल्म सो यु क्यान गो एक्सपिरियन्स द्याट अनि आजको त्यो मुभीको सो टाइम चाहिँ 1600 है 1500 अहिले चाहिँ हाम्रो लिमिटेड सिटिङको कारणले हामी चाहिँ अहिले नै रस गरेर अहिले गएर टिकट काटेर त्यहीँतिर चाहिँ हामी चाहिँ आइसक्रिम खाने हाम्रो प्लान छ आइसक्रिम खाने सो अनि यता ब्रोले चाहिँ खिचिरहेको छ होइन म चाहिँ ड्राइभर पनि हो आजको गुरुबा हाम्रो क्यामराम्यान चाहिँ सोनम गुरुङ अनि हाम्रो ड्राइभर अश्विन गुरुङ अनि हाम्रो यो टिसी चाहिँ म निमा शेर्पा हुनुहुन्छ जर्मनीको जर्सी लाउनु भएको तर जर्मनी इज अलरेडी आउट अफ द गेम यस यसमा केही रिग्रेट छैन फेरि इट्स ओके किन म भर्खर जर्मनीबाट आएको अनि हामीले देख्दै हुनुहुन्छ यो सहर यो बाटो चाहिँ अहिले हामी यो हाइवे ओसन ड्राइभ हो लिटल बिट अफ ओसन ड्राइभ यस अहिले सोनम ब्रोले खिच्नुहुन्छ उता ओसन पनि यो पाहाडमा चाहिँ तपाईँको गोड माउन्टेन गोडहरू चढ्न पाउँछ हामी हन्टिङ गर्ने यही हो हाम्रो रेन्जर गाईहरू चाहिँ यतातिर कहिले चाहिँ खसीहरू बोकाहरूको लागि गइरहन्छ उनीहरू गन्दिएर अनि यो राइट साइडमा देख्नुहुन्छ पेसिफिक ओसन निलो पानी छ यति राम्रो वाउ अहिले चाहिँ टुरिस्ट सिजन भएको यो जुन जुलाई चाहिँ अहिले यहाँको टुरिस्ट सिजन हो अनि अहिले हल्का हावाईमा चाहिँ गर्मी छ एकदमै गर्मी छ अहिलेको युभी रे अहिले हाई नै छ होला सायद अनि हामी 78 80 फेरेनहाइट छ सही भन्नु हो 88 डिग्री टु बी प्रिसाइज अनि अगाडि चाहिँ के यो केको यो चाहिँ इलेक्ट्रिक बिच भन्छ र यो चाहिँ इलेक्ट्रिसिटी प्रड्युस गर्ने एउटा फ्याक्ट्री हो आई थिङ्क पानीको छालबाट चाहिँ इलेक्ट्रिसिटी प्रड्युस गर्छ यहाँ चाहिँ थाहा थिएन यस सो दिस इज त्यही भएर चाहिँ दिस इज कल्ड इलेक्ट्रिक बिच यहाँ चाहिँ अब फिसिङहरू गर्छ मान्छेहरू टन्न भेरी एकदम प्याक छ मान्छेहरू त्यो फिसिङ स्विमिङ चिल हान्ने स्कुबा डाइभिङ आज सन्डे हो सो मान्छेहरू पुरै आएर सब हुन्छ प्याराग्लाइडिङ टक्क बस्ने स्काई डाइभिङ पेसिफिक होराइजनलाई हेर्ने चिल हान्ने धेरै कुरा गर्नु सक्दैन तर यहाँ चाहिँ अलिकति केयरफुल चाहिँ हुनुपर्छ किनभने यहाँतिर अलिक स्केची एरियाहरू अलिअलि स्केची भित्र यो सामान चाहिँ त्यस्तो राख्नु हुँदैन अब तपाईँको अलिक हाई भ्यालुएबल सामान चाहिँ राख्यो भने चाहिँ यहाँ जे पनि हिँड्ने भन्नु त्यो चाहिँ सेफ्टी रिस्क क्या छ होइन हाम्रो अरू होमलेस मान्छेहरू छन् होमलेस मान्छेहरू धेरै अनि एकदमै रमाइलो छ यहाँ आनन्द आज चाहिँ छुट्टी पनि हो सन्डे भएर अनि सोनम पनि सायद कामै छ हाम्रो क्यामराम्यान अहिले उसको पनि गाह्रो छ होला यिनीहरूले अनि त्यही हो अब यो ठाउँ हवाई सानो आइल्यान्ड भए पनि यहाँतिर गर्नुपर्ने धेरै कुराहरू छ यसको लागि चाहिँ अब तपाईँहरूलाई केही मोर इन्फर्मेसन चाहिन्छ भने चाहिँ हाम्रो अश्विनलाई ब्रोलाई मलाई फोन कन्ट्याक्ट गर्दा हुन्छ के हेल्प चाहियो भने वी आर रेडी टु हेल्प यु गाइस अनि अरू त्यही हो अब तपाईँहरूलाई थाहा नै छ होला हामी नेपालीहरू चाहिँ अलिक अल्छी नै हुन्छ घुमघाम बढी गर्नु मन लाग्छ त्यही भएर अब हावाई चाहिँ बेस्ट प्लेस हो घुम्नुको लागि अनि
सानो चिट्टीको परेको ठाउँ छ गर्मी पनि छ टन्नै बिचहरू छ है अहिले चाहिँ हामी टाउनतिर गइरहेको बाइ द वे जस्ट रिमाइन्ड यु गाइज हामी टाउनतिर गइरहेछौँ मुभी हेर्न गइरहेछौँ मुभीको नाम छ मोआना यसको चाहिँ फेरि उसमा छ कार्टुन भर्जन पनि छ होइन अनि त्यहाँबाट अहिले चाहिँ अब यिनीहरूले चाहिँ अब रियल मान्छे हालेर चाहिँ बनाएको छ आई डोन्ट नो अब स्टोरी कस्तो छ कार्टुन भर्जन चाहिँ 1 and 2 आइसकेको छ अब यो चाहिँ अब मेबी 1 and 2 लाई कम्बाइन गरेर बनाएको छ कि के बनाएको छ बट एकदम राम्रो मुभी छ भनेर चाहिँ एकदम परिचर्चा भइरहेको छ होइन पुरा इन्टरनेट सोसियल मिडिया भरि होइन अनि अहिले चाहिँ हाम्रो ब्रोले फेरि पुरा नेपाली झल्को दिनुभएको छ यो चाहिँ ढाका टोपी हो होइन हाम्रो नेपालको चाहिँ यो पहिचान पहिरन नै हो इम्पोर्टेन्ट पहिरन ह्यान्डसम देखेको छ प्राडाको चस्मा ब्राउन कलरको ढाका टोपी जर्मनीको जर्सी धन्यवाद हजुर वाउ यस्तो त मैले कहिले पनि देखेको थिएन एकदमै राम्रो लाग्यो यो अब हाम्रो नेपाल चाहिँ माउन्ट एभरेस्टको कारणले चाहिँ चिनिएको हुनाले यो ढाका टोपी चाहिँ हाम्रो भाइ ढाका भने यो चाहिँ माउन्टेन सेपको टोपी होइन ओ वाउ सो त्यस्तो भयो ढाका टोपी चाहिँ राम्रो रहेछ होइन हजुर कस्तो लाग्यो फेरि एकचोटि म पनि लगाउँ त लगाउनुहोस् न मलाई फेरि नसाउने हो कि म फेरि मलाई फेरि अलिक सुहाउँदैन जस्तो लाग्छ टोपीमा अलिकति तपाईँको त्यो मिलाउनु चाहिँ पर्छ मिलाउनु नै पर्ने हो कि ल अलिकति चाहिँ मिलाएँ फेरि मैले फेरि यो टोपी चाहिँ लगाइरहेको हुन्छु होइन गाइजहरू अब मलाई फेरि ढाका टोपी मनपर्छ अब अर्को क्याप स्याप चाहिँ मलाई अलिक खासै मन पर्दैन ढाका टोपी चाहिँ मलाई एकदम मनपर्छ म मार्केटमा हुँदाखेरि पनि चाहिँ ढाका टोपी लगाएर म चाहिँ मोमो बेचिरहेको हुन्छु फेरि त्यस्तो हो म चाहिँ आई लभ ढाका टोपी नेपाली ट्रु पेट्रियट नेपाली नै हो नेसनलिस्टिक फिलिङ एकदमै अब यो कमिङ कहिले हाम्रो फुटबल म्याच कहिले हुन्छ 25 तारिकमा चाहिँ हाम्रो हवाईमा चाहिँ अलोहा नेपाल सकर टिमले चाहिँ हाम्रो यो चाहिँ 4th इयर हो जहाँसम्म मलाई लाग्छ 4th इयर रनिङ छ हाम्रो समर कप यस जुलाई 25मा चाहिँ सन्डे अराउन्ड 1500 हाम्रो गेम छ फाइनल म्याच हिजो हामीले प्र्याक्टिस सेसन गरेको थियौँ राम्रै भएको थियो र फाइनल गेम चाहिँ अब 25मा छ अब त्यहाँनिर चाहिँ अब मोमोहरू बेच्नुहुन्छ हाम्रो नेज किचनको दाइ कुबेर दाइले हामी भर्खरै उहाँकै घरमा गइरहेको हौँ र अनि हाम्रो निमा ब्रोले चाहिँ स्याबाले बेच्न खोज्दै हुनुहुन्छ सो निमा ब्रो एन्ड किन्जु भाउजू दे आर गोना मेक नेपाली फ्लेभर आउने स्याबाले तपाईँहरूले मिस गर्नुभयो भने नेपालको स्याबाले यु गाइज क्यान ह्याभ द्याट अन द डे अफ द गेम त्यतिखेर चाहिँ अब यहाँको हवाईको नेपाली समूहको चाहिँ स्नेह नेपाली कम्युनिटीको चाहिँ पिकनिक पनि हो सो त्यो दिनमा चाहिँ नेपालको चाहिँ मोमो र भाउजू र हाम्रो निमा ब्रोले चाहिँ स्याबाले इफ यु गाइज वान्ट बिफ or if you guys want chicken, both of them are available right then and there. They will fry it, they will make it right there, and they will feed you. So make sure you guys come and enjoy that too. Yeah. Sabale, oh my god, I'm so excited for that. मैले कति भयो स्याबाले खाएको छैन बुझ्नुभयो नि यो अब यो कन्भर्सेसनको अलिकति कन्टेक्स्ट दिँदाखेरि चाहिँ स्याबाले चाहिँ के हो भने पहिला बेसिकली यो चाहिँ तपाईँको नेपाली भन्दा टिबेटियन खाना जस्तै भूभागबाट आएको हो स्या भने चाहिँ मासु भाले भने चाहिँ हो रोटी स्या त हामीले पनि स्यानै भन्छ नि स्यानै गुरुङ भाषामा नि स्या स्या भालेको मतलब स्या भन्छ मुस्ताङ्गे गुरुङ पनि हो स्या हो स्या हाम्रो स्या भने मासु होइन भाले भने चाहिँ त्यो रोटी मासुमा त्यसलाई चाहिँ के भन्छ अब त्यसलाई गरेर अब एम्पानादा जस्तो हुन्छ अब त्यसलाई ऱ्याप गरेर बेसिकली यो खाना चाहिँ हामीले एज अ एपिटाइजर मोस्टली एपिटाइजरको रूपमा खाइन्छ बिहान बेलुका राति एकदम पपुलर छ नि होइन नेपालमा चाहिँ अब स्ट्रिट फुडमा वान अफ द पपुलर स्याबाले अनि ससेज लाफिङ अनि मोमोहरू हो नि त होइन अनि तपाईँहरूले चाहिँ अचार पनि दिनुहुन्छ स्याबालेसँग स्याबालेसँग तपाईँको एउटा चाहिँ हट स्पाइसी एउटा खोर्सानी डल्ले खोर्सानीको अचार भयो अर्को चाहिँ अब सबै अब यहाँको मान्छेलाई चाहिँ धेरै पिरो नखाने मान्छेलाई मेयोनिजसँग अलिकति सस हालेर मलाई त मुखभरि पानी आयो भर्खरै त्यत्रो खाएर आएको यस सेट स्याबाले म्यान अनि अब तपाईँको स्याबालेको प्राइसिङ चाहिँ हाम्रो अलिकति एकदमै सस्तो दुईवटा स्याबालेको $20 मात्र हो $10 $10 $10 is a very good price. Perfect.
3टा लियो भने $15 फेरि 3टा दिनु पर्यो त्यो त झन् दामी 4टा लियो भने $20 सयमा 20 वटा सस्तो हेरे राम्रो छ कन्टेन्ट राम्रो हुनु पर्यो अनि ट्याक्क क्रन्ची हुनु पर्यो भित्रको मासुहरू मिठो चाहिँ फ्लेभरको चाहिँ पाकेको हुनु पर्यो दामी हुन्छ यसको मेन आइडिया हाम्रो के गर्न लाग्छ भने हामीले चाहिँ घरबाट नपकाएर त्यही नै पकाएर हाम्रो तर तपाईँले ऱ्याप चाहिँ घरमै गर्नुहुन्छ खेलाडीहरूलाई चाहिँ हाम्रो चाहिँ फ्रेसली मेड स्याबाली दिने खुलाएर सबै चाहिँ घोडाभन्दा बेसी दौडिन्छ होइन यस्तो निकाल्दाखेरि नि त्यहाँबाट बाफ आओस् क्या तर कति बजी बेच्न स्टार्ट गर्ने बेच्नु चाहिँ हाम्रो अब तेल तताउनु पऱ्यो होइन के गर्दाखेरि हामी तेल चाहिँ अलरेडी तताएर अलिकति लाइटली तताएर रेडी गरेर राख्ने अनि मान्छेहरू अब गेमबाट सकिने टाइमतिर चाहिँ हामीले चाहिँ त्यहाँबाट चाहिँ हुन्छ नि लाइक वी गन टेक अर्डर्स एन्ड स्टार्ट मेकिङ इट हुन्छ नि फर द्याट वी निड लाइक बिग प्यान बिग प्यान छ यहाँ किचनसँग छ होइन भनेपछि हामीले सजिलो हुनुभयो यस अब चाहिँ अब हामीहरू गाइजहरूलाई विल सी यु इन अ लिटल बिट बिकज अब हामी मेन हाइवे पनि पुग्न आँटिसक्यौँ थ्याङ्क यू हामीहरू चाहिँ डिसाइड गऱ्यौँ कि मुभी हेर्न जानु अघि गुम्बा गएर लामासँग आशीर्वाद दिएर प्रे गरेर जाने त्यही भएर अब हामी गुम्बातिर लाग्यो गाइजहरू ए इलामबाट हुनुहुन्छ हजुर भने चाहिँ हामीलाई अब आएर हामी चाहिँ पूजा पनि गऱ्यौँ हल्का बुद्ध भगवानलाई ढोग्यौँ चिया अफर गर्नुभएको छ उहाँले चाहिँ इलामको ताजा चिया हजुरलाई एकदमै धन्यवाद छ ल चिया हाल न आफै हाल हामी हाल्छु नि ए अनि पहिला डाइरेक्ट हवाई आउनुभयो कि पहिला चाहिँ कतै हुनुहुन्थ्यो युएस ए न्यू मेक्सिको चाहिँ ए नाइस 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 ए भनेपछि युएस आउनुभएको चाहिँ कति भयो हजुर ओ
Oh, nice. Yes. Sir, check on this one. मजाले स्पेशल टी चाहिँ बनेको छ नुनले बनेको नुन र घिउले बनेको हामी चाहिँ आज चाहिँ अब हल्का ब्लेसिङ लिन आयो किनभने अब यो विक चाहिँ एकदमै हाम्रो इम्पोर्टेन्ट विक छ राम्रो कामको सुरुवात राम्रो ठाउँबाट होस् भनेर चाहिँ हामी हजुरलाई चाहिँ ढोग्न आएको खास हजुरको धेरै आशीर्वाद दिनु होला हामीलाई है Very special tea from Lamabingma. Wow.